बोयाङमा चाहिँ बुढाबार भन्ने बुढाबारै बजार लाग्छ कि त्यो बजारमा चाहिँ आज म यसो हेर्न घुम्न गइरहेको छु। वाउ हैन कस्तो दामी राम्रो हैन हरियो। यो चौर चाहिँ जस्ट यहाँ चाहिँ कोसी बन्न आँटेको थियो अरे क्या। यहाँ चाहिँ कोसी बन्न आँटेको थियो अरे। यो चाहिँ अब त्यो कलियुगले नभेटेको भए चाहिँ कोसी हुन्थ्यो अरे क्या। यहाँ टक्क बस्ने त हैन आहा यहाँ दुवैजना बसेर हैन एकअर्काको साथमा ढल्केर गफ गर्दा त है स्वर्गै पुगिन्छ क्या। यो बयाङ बजार हो। बयाङको यात्रा यस्तै छ है क्या। टक्क अब एउटा तरुनी लिएर काखमा टक्क बसेर यहाँ यसको काखमा सुतेर चिसो हावा खाँदा त हाय हाय होइन। अर्को भ्लग दा तु इन्ने माग अब अर्को भ्लग बब्बाल बब्बाल ओ भन्दा चाहिँ बब्बाल त जम्माजनालाई माया नै अन्जा झुङ्लो। हेलो गाइज नमस्ते सेवारो सेमुना सबैजनालाई र मेरो भ्लगमा एकदम स्वागत छ है। मनैदेखि नै स्वागत छ। तपाईँहरू एकदम सन्चै हुनुहुन्छ होला होइन। म पनि यता एकदम सन्चै छु र म चाहिँ अहिले गाइजहरू गाउँ निस्किसकेँ है त। जस्ट गाउँ निस्केको 15-20 दिन भइसक्यो कि म गाउँ निस्किसकेको। त्यही पनि ठिक छ। र अहिले भन्दा नि आज चाहिँ म जस्ट बयाङ बजार गइरहेको छु। बयाङ बजारमा थोरै मेरो काम परेर म चाहिँ एक्लै छु है त। एक्लै बयाङ बजार गइरहेको छु। मलाई डर सर केही छैन कि म यस्तो उकालो हिँड्दै अनि पछि यो जङ्गलमा यस्तो जङ्गलमा चाहिँ पुरै गइरहेको छु गाइज। डर छैन मलाई किनभने अब यो बाटो चाहिँ हाम्रो जङ्गल नै हो नि त। अनि अलिकति अब चाहिँ म घरदेखि चाहिँ निस्केको लगभग 15-20 मिनट भइसक्यो। 15-20 मिनट भन्दा पनि 15 मिनट भयो र अब चाहिँ म रोडमा निस्किन आँटेको है गाइज। हाम्रो घरदेखि नै त रोड त जान्छ कि तर अब रोतै हिँड्यो भने त घुम्थ्यो हो। अनि त्यही भएर म चाहिँ अलिक सर्टकट बाटो हिँडिरहेको छु। र आजको मेरो भ्लग चाहिँ त्यही त बयाङ बजार गइरहेको। आज एक्लै गइरहेको छु तर ठिक छ। जस्ट म गइरहेको छु नि होइन हेर्दै जानु है त। बाटो चाहिँ के भन्छ अलि उकालो छ कि त्यही भएर अलिक पसिन हुँदै म गइरहेको छु। अलिक गाह्रो छ गाइजहरू र बाटो चाहिँ यस्तो छ है त। यहाँ चाहिँ अलिकति तेर्सो होला अलिक मासतिर उकालै हो। अहिलेसम्म त यस्तो डेन्जर घाम लागिरहेको थियो कि गाइजहरू। गाउँमा भए पनि घाम लागेपछि त गर्मी छ गाइज। र अब चाहिँ म के भन्छ यस्तो चौरमा निस्किरहेको छु कि यो अब चौरको नाम चाहिँ भन्छ थाटी गैरा भन्छौँ कि हामी चाहिँ। थाटी गैरामा चाहिँ अब म निस्किन लागिरहेको छु। देख्न सक्नुहुन्छ किनभने यो चाहिँ थाटी गैरा हो कि यो चाहिँ पहिले भनौँ न पहिले अब हामी नजन्मेको बेला हाम्रो बाबाहरू पनि नहुँदा बाजे बजूहरू पनि नहुँदा चाहिँ यो चौर चाहिँ जस्ट यहाँ चाहिँ कोसी बन्न आँटेको थियो अरे क्या। यहाँ चाहिँ कोसी बन्न आँटेको थियो अरे। यो चाहिँ अब त्यो कलियुगले नभेटेको भए चाहिँ कोसी हुन्थ्यो अरे क्या। यो चाहिँ कोसी हुन्थ्यो अरे। अनि पछि कलियुगले भेट्यो अरे नि त। पहिले त अब रुखहरू बोल्थ्यो अरे ढुङ्गाहरू बोल्थ्यो अरे नि त। त्यसपछि यो पनि बगिरहेको अब कोसी जस्तै पानी बगिरहेको पनि अब सुकेर अब कलीले भेटाएर अनि यो चौर भइदियो कि गाइज। रोडमा म निस्किन लागिसकेँ कि त्यही हो रोड। अब यहाँ म निस्किन लागिसकेँ। त अलिक ठुलो जङ्गल छ है गाइज। ठुलो जङ्गल छ। अस्ति त्यता च्याउ पाइन्थ्यो अहिले त च्याउ पनि छैन। खै आफूले त चाख्न पनि पाइएन। अब गाउँमा भएको भए त हामी खोज्न आउँथ्यौँ होला सायद होइन। फाइनली म रोड निस्किसकेँ है त। यो रोड निस्किसकेँ गाइजहरू। यता चाहिँ पूर्णे बजार जान्छ है। पूर्णे बजार घोरेटार। अनि यता चाहिँ बयाङ बजार जान्छ है।
म चाहिँ यता सिधै लाग्छु अब बयाङ बजार लाग्छु म चाहिँ जाँदैछु अब निरन्तर होइन ओपीसँगले होइन अब बाटोमा त कोही छैन होला त्यही पनि म जान्छु अब रोड ननिस्केपछि त के र होइन सिधै त हो सो गाइज आज म चाहिँ अब पुग्न लागिसक्यो है बयाङ बजार पुग्न लागिसक्यो जस्ट अब 2-3 मिनट होला अलिकति उतै हो र चाहिँ अघि चाहिँ म यस्तो गर्मी भइरहेको थियो कि अनि अहिले चाहिँ गर्मी छैन किनभने म अर्कै संसारमा पुगेर चाहिँ अर्कै संसारमा अलि के भन्छ धुमिलो कुहिरो चलेर हुस्सियो लागेर यस्तो भइरहेछ किनभने अघि चाहिँ के भन्छ गर्मी थियो अहिले चाहिँ जस्ट गर्मी छैन पुरै कुहिरो लागेर चाहिँ डेन्जर भएको छ क्या अब भित्रभित्र त रात परे जस्तो पनि भइरहेछ कि यस्तो कुहिरो आएर चाहिँ अघि उता त थिएन नि होइन उता त यस्तो दामी घाम लागिरहेको थियो यस्तो जस्ट खोइ यहाँ चाहिँ कति बजीदेखि बजार चाहिँ खास लाग्छ है म खासै आएको नि छैन हाम्रो चाहिँ जस्ट मेन बजार जाने भनेको चाहिँ घोरेतार बजार हो अनि यता चाहिँ अलिक कोही अनि कहिले कामहरू पर्दा चाहिँ आउने गरिन्छ प्रायः घोरेतारै जान्छौँ है हामी चाहिँ सो गाइज अहिले चाहिँ म बयाङ बजार पुगेँ है त बुढाबारे बजारको देखि अलिकति माथि यता माथि चाहिँ म घुम्न अलिक पसिरहेको चाहिँ यहाँ माथि जस्तो दामीको है इलाम जस्तै चियाहरू चाहिँ लाउने गरेको छ है चिया बगान छ म त्यहाँ चाहिँ जस्ट अब पस्न लगाएको जान लाग्यो है गाइज एक्लै जाँदैछु किनभने अब यो अनि यहाँ माथि भन्नु यहाँ माथि चाहिँ अलिक जाँदा चाहिँ एक्लै होइन क्या जोडी भएर जाने हो क्या जोडी भएर जाने खालको थाहा खासमा चाहिँ होइन तर अलिक कुहिरो हुस्सियो लागेर चाहिँ खासमा केही देखेको छैन तर म चाहिँ अब एक्लै गइरहेको छु है अलिक कस्तो लागिरहेछ क्या अलिक कस्तो लागिरहेछ क्या मेरो पनि भयो त म पनि यहाँ चढ्थेँ नि त होइन यस्तै खुसी भएर तर ठिकै छ एक्लै पनि अब रमाइलो मान्ने हो रमाइलो ठान्ने हो होइन छिर्ने हो पस्ने हो हेर्ने हो झर्ने हो सो गाइज होइन यो चाहिँ अब जस्ट यहाँ चाहिँ चिया हो क्या चिया लगाइरहेछ कि अब यो पनि जस्ट बढेपछि यो सबै पुरै चिया नै लगाइरहेछ कि यो बढेपछि चाहिँ इलाम जस्तै होइन कन्याम जस्तो नै यो पनि जस्ट स्याम्पल भन्दा नि हुन्छ भनौँ न हुन्छ नै सो गाइजहरू के भन्छ यो ठाउँ चाहिँ एकदम बबाल हुन्छ होइन अहिले पनि छ र अब जस्ट यो चिया भएपछि त यस्तो दामी हुन्छ होइन यस्तो दामी हुन्छ यो चाहिँ के भन्छ आमचोक बयाङ है त गाइज आमचोक बयाङ यहाँ टक्क बस्ने त होइन यहाँ दुवैजना बसेर होइन एकअर्काको साथमा ढल्केर गफ गर्दा त है स्वर्गै पुगिन्छ गाइज टक्क अब एउटा तरुनी लिएर काखमा टक्क बसेर यहाँ यसको काखमा सुतेर चिसो हावा खाँदा त हाय होइन मनदीपले चिसो हावा खाँदा त हाय एक्लो हो गया मैं क्या करूँ एक्लो हो गया एकदम थाको भन्दा पनि के भनौँ र अब थाको नै भनौँ यत्रो हिँडेर आएर छु होइन यहाँ त खास कोही छैन होला कि हुन पनि सक्छ क्या किनभने अस्ति नै म आएर थिएँ कि एकचोटि अनि अब भाइसँग आएको कि अनि कोही छैन होला भन्दा म छिरेको त उता त बसिरहेको क्या बसिरहेको थियो अनि म त लासैले फेरि भागिदिएँ क्या अब त्यहाँ त जानु पनि हुँदैन नि त अरूको अब यस्तो गफगाफ चलिरहेको बेला त्यस्तो पनि गर्नु हुँदैन अलिकति कस्तो लाग्छ नि त त्यही भएर अलिकति देखे बित्तिकै म त लाजैले भागिदिएँ त्यो हो अब यता त त्यस्तो पनि हुन्छ कहिले किनभने अब यो यस्तो राम्रो ठाउँमा भनेको त त्यस्तै जोडीहरू आउने हो नि त होइन अब जस्तो फ्यामिली पनि लिएर आउन सकिन्छ होइन अब साथीसँग पनि आउन सकिन्छ अनि आफ्नो गर्लफ्रेन्डसँग पनि आउन सकिन्छ भेट्न सकिन्छ गफगाफ गर्न सकिन्छ र यहाँ यति मात्र होइन कि गाइज उता पनि म गइरहेको छु उता पनि छ बब्बाल ठाउँ होइन यो त सुरुवात मात्र हो यता त झन् होइन यस्तो छ है त हाम्रो
बयाङ बजार आमचोक चिया बगान यस्तो दामी घाम लागिरहेको चाहिँ गाइस चोपी दामी बब्बाल होइन वाउ होइन कस्तो दामी राम्रो होइन हरियो चिया बगान है त यो चाहिँ बयाङ बजार आमचोक चिया बगान यहाँ चाहिँ जस्ट 6 महिनामा चाहिँ साकेला हुने गर्छ है गाइस यो चौरमा भन्दा नि यो ग्राउन्डमा है यस्तो दामी छ है सल्लाहहरूको बोट हो र अहिले चाहिँ म जस्ट यहाँ माथिदेखि भनौँ न चिया बगानदेखि चाहिँ फर्केको है गाइस झरेको सो गाइस अहिले चाहिँ म बयाङ बजारतिर लागेँ है त यसलाई भन्छ बयाङ बजार यता होइन सो म चाहिँ गइरहेको छु होइन देख्न सक्नुहुन्छ है त यो बयाङ बजार हो म जति छ होइन यति चाहिँ म तपाईँहरू देखाउँछु नि बयाङ बजार जस्ट चाहिँ बयाङ बजार हो बयाङ बजारमा चाहिँ टक्क म होइन आज बजार आइरहेको छु र घुमिरहेछ है जस्ट माथिको चाहिँ के भन्छ बयाङ स्कुल होइन कलेज पनि छ है त खै कतिदेखि कतिसम्म चाहिँ मलाई थाहा भएन जस्ट 12सम्म चाहिँ होला तर कतिदेखि भनेर थाहा भएन माथिको चाहिँ जस्ट स्कुल हो यो चाहिँ पुरै बजार है बयाङ बजार भन्छ बयाङको यात्रा यस्तै छ है गाइस बयाङको यात्रा यस्तै छ बजारको यात्रा है मेरो यहाँ चाहिँ पुलिस चौकी है बयाङ पुलिस चौकी यहाँ चाहिँ हो इलाका प्रहरी कार्यालय बयाङ होइन जस्ट गाइस बयाङ चाहिँ लगभग यति नै भन्नुपर्छ है त यहाँको बजार यहाँदेखि चाहिँ उता चाहिँ छैन है त गाइस यति नै हो जस्ट बजार चाहिँ होइन यहाँदेखि उता चाहिँ जस्ट जान्छ के भन्छ यो जान्छ होइन बासीखोरहरू जान्छ कता कता जान्छ त्यो चाहिँ मलाई थाहा भएन जस्ट बयाङ यहाँको बजार चाहिँ यति नै हो होइन र यतादेखि चाहिँ फेरि उता जानुपर्छ है गाइस सो गाइस म चाहिँ बजारबाट फर्किरहेको छु है बयाङ बजारबाट फर्किरहेको छु किनभने त्यहाँ मैले होइन देखाएँ नि त बजारहरू त देखाएँ अब जस्ट हेर्नु होला र बयाङ बजार चाहिँ एकदम दामी बबाल छ है बजार चाहिँ र मैले बजार पनि घुमेँ बस टक्क खाजा खाएर चाहिँ थोरै सामान किन्न थियो त्यो किनेर चाहिँ म फर्किसकेको छु गाइस र अहिले चाहिँ म बाटोमा छु एक्लै गइरहेको छु जस्ट बजार चाहिँ पहिले भन्दा चाहिँ अहिले चाहिँ अलिक कम रहेछ कि पहिले त अति धेरै नै लाग्थ्यो नि त बजार अनि अहिले चाहिँ अलिक पहिले भन्दा चाहिँ खासै रहेनछ तर बजार चाहिँ लाग्दो रहेछ म चाहिँ अलिकति छिटो गएछु कि अहिले चाहिँ अघिभन्दा झन् बजार लाग्दै गइरहेछ होइन
मान्छेको झन् अझै भिड हुँदै गइरहेको छ र म चाहिँ फर्किँदा पनि हिँड्नै पर्यो गाइज हामीसँग उडाउनको लागि केही साधन छैन होइन त्यसपछि अब दुईवटा खुट्टा नै हिँडाएर भए पनि जहाँ सुकै भए पनि जाने ठाउँमा पुग्नै पर्यो गाइज र अहिले चाहिँ मेरो घर जाने ठाउँ हो र म घर चाहिँ गइरहेको छु कुहिरोले अलिक धुम्म बनाउँदो रहेछ जस्तै अब लफ परेर ब्रेकअप भएर मान्छे गर्दा यस्ता हुन्छ नि त्यस्तै भयो जस्तै जो कुहिरो आएर यस्तो बिजोक भनेर छ कि कहाँ गयो कुहिरो हुसी उता आइरहेछ है उता आइरहेछ आउँदै गरोस् म चाहिँ जाँदै गर्छु त्यो मेरो छोटो भ्लगलाई धेरैभन्दा धेरै माया गरिदिनु होला है लाइक सेयर कमेन्ट गरिदिनु होला होइन अनि जो नयाँ हुन्छ तपाईँहरूले मेरो भ्लगलाई मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला गाइज र सब्सक्राइब गरेर मनदीपलाई धेरै माया गर्नु होला होइन अनि भिडियोहरू हाल्दै जान्छु भ्लग बनाउँदै जान्छु सपोर्ट गर्दै जानु होला माया गर्दै जानु होला गाइजहरू अनि सबै मेरो सब्सक्राइबरहरू लगायत मेरो भिडियो हेर्ने तपाईँहरूलाई तिमीहरूलाई होइन हजुरहरूलाई धेरै धेरै माया छ है त सबैलाई सम्झना मलाई हेर्न नपाए नि देख्न नपाए नि भेट्न नपाए नि मनैदेखि है माया छ सबैजनालाई र आजको भ्लग यति नै गाइजहरू म इन गर्न चाहन्छु र अबको 5-6 दिनमा फेरि अर्को भ्लग आउँछ गाइजहरू सपोर्ट चाहिँ गर्नु होला है तर यस्तो अब सपोर्ट कसैले नगरे पनि होइन जस्ट भिडियो चाहिँ म बनाउन छाड्दिनँ कि अब मेरो युट्युब च्यानल भन्दा नि मेरो भ्लग अब भाइरल भओस् नभओस् होइन लाइक अब कसैले गरोस् नगरोस् तर मैले चाहिँ जस्ट भ्लग चाहिँ बनाउन छाड्ने छैन गाइज यति हो मेरो चाहिँ कसैले माया नगरे पनि होइन एउटा लाइक भए पनि म भ्लग चाहिँ अनिवार्य क्या अनिवार्य होइन अब दिन त नहोला कि महिनामा जस्तो भयो 5-6 दिनमा होइन 6-7 महिनामा चाहिँ भ्लग चाहिँ म ल्याउने नै गर्छु गाइजहरू र अब माया चाहिँ गरिदिनु होला सकभर अब माया नै गर्नु हुँदैन भने के गर्नु र होइन तर भ्लग चाहिँ आउँछ गाइज हेर्नु होला यति भन्दै म चाहिँ अब भ्लगलाई इन गर्छु गाइज बाई बाई गाइज अब नेक्स्ट भ्लगमा भेट्नुपर्छ गाइज नेक्स्ट भ्लगमा चाहिँ म अलिक बब्बाल खालको भ्लग लिएर आउँछु बब्बाल खालको है त्यहाँ भेटौँला गाइज त्यसको लागि अब बाई बाई गाइज भन्दै अब म एउटा मन्दीप बान्तवा भ्लगको नाम त छ नि त अनि मन्दीप बान्तवा भनेपछि अब बान्तवा भाषादेखि म बोल्छु है त बाई बाई गर्छु सबैलाई होइन बाई बाई यावाच्यो अब अर्को भ्लग दा तुइन्ने माग अब अर्को भ्लग बब्बाल ओ भन्दा चाहिँ बब्बाल त जम्माजनालाई माया नै अन्जा झुङ्लो भन्दै म बाई बाई गाइस बाई